हेलो गाइज हाम्रो मम्मी के अघि नैदेखि माथि बस्नुभयो होइन अनि म माथि जानलाई के गर्नुभयो भनेर सोध्नलाई हेरमै मम्मीले के गर्नुभएको रहेछ। खाजा खाने बेला भइसक्यो म अरे नआउने तल बसेको बसे के गर्नुभयो मम्मी? के सिलाउनु भएको? के सिलाउनु भएको त नि त्यो बाबै? यस्तो सिलाउनु नि जान्नु भयो? हल्का हल्का खै त फर्किँदा कस्तो देखियो चाहिँ हेरौ। ए तर भामै कस्तो राम्रो देखेँ है। कस्तो राम्रो साथै मम्मीले यस्तो सिलाउन जाने अरे। ल है हेर्नु के सिलायो यस्तो टप सिलायो अरे है। अलिअलि हेरौँ पहाडी पहाडी शीतल कपडा सिलाएको शीतल गर्मी महिनामा कस्तो राम्रो लगाएको जस्तै हेरे। ए घर बस्दा लाउने कि घर बस्दा ए मलाई नि सिलाइदिनु। घर बस्दा लाउन त हुन्छ यतिको त। अलिक कुरा के बिग्रियो त्यहाँ? गला बिग्रिखा अलिअलि गला चाहिँ बिग्रियो रहेछ टेढो बेढो देखियो त्यही भएर गला बिग्रिखा। हाम्रो मम्मीले नि सिकेर यसरी सिलाउनु भयो अरे कि घर बस्दा टाइम पास। अनि गला चाहिँ अलिअलि बिग्रियो जस्तो भएको रहेछ। ल ठिक छ राम्रो भयो। यतिको सिलाउनु जाने त भइगयो नि त। अनि मलाई नि सिलाइदियो हुन्छ यतिकै एउटा त। मम्मीले सिलाउने छोरीले लाउने। अब हिँड्नु चिया खानु के थन्को मनको ल ल मिलाउँदै गर्नु है। म गएँ म त के गर्नुभयो भनेर। ल ल ल बाई गाइजहरू। अब म तल जान्छु। मम्मीले सिलाएर भ्याउनु भयो अरे। अब यहाँ बाबाले फेरि के भन्छ खाजा खाने भन्नुभएको थियो। म चाहिँ तल गएँ। हेलो बाबा के गर्नुभयो? बाबा यहाँ पसलमा बेच्न लाउनु भयो। मम्मीले कुर्ता सिलाउनु भयो अरे क्या बाबा। अब तपाईँ बिजनेसम्यान हुनुभयो। यता हेर्नु न हाम्रो बाबा जति नै रिसाइरहनुहुन्छ त्यस्तै हो अनुहार। भर्खर सुतेर उठ्नुभएको। भर्खर सुतेर उठ्नुभएको। अब म चाहिँ जान्छु। अब एकचोटि बुवालाई नि सोधेर आउँछ है। बुवाहरू के गर्नुभयो हेरेर आउँछु। आमा खाजा खानुभयो? ल हेर्नु साथीहरू यहाँ हाम्रो घरमा काले छ एउटा। काले खले मलाई खोलिदियो भनेर हेरेको। यसले मलाई खोलिदियो भनेर यसको अनुहार हेर्नु। यहाँ अनुहार हेर्दा त यता हेर्दा खोलिदिनु मलाई खोलिदियो भनेको। यसले पुच्छर हल्लाइ हल्लाइ होइन। आमा खाजा खानुभयो? हाम्रो आमाको पारा यतिकै हो। एभ्री डे आमा मोबाइल त्यतिकै हो। हात त्यहाँबाट दायाँ बायाँ हुँदैन हो कि आमा? के हेर्नु भयो? के काम त के गरेको के गीत भनेको त नि?